Momo Party. हेलो गाइज, कस्तो हुनुहुन्छ तपाईहरु सबै? मलाई लाग्छ ठिकै हुनुहुन्छ। हामीहरु पनि ठिकै छु। त आज हामी यहाँ मोमो बनाएर खान लाग्दैछु र यहाँ चाहिँ किमा छ, चिकन किमा। अनि यहाँ चाहिँ म आटा बेल्दै छु अनि यहाँ चाहिँ रोटी बनाउँदैछु म। त मोमोको लागि हामी चाहिँ घरमै बनाएर खान्छु, जहिले पनि बाहिरबाट किनेर खादिन। र मेरो चाहिँ मोमोको सेप चाहिँ सिम्पल हुन्छ, मलाई चाहिँ त्यति साह्रो बनाउन आउँदैन हो। अन्त मेरो मोमोको सेप चाहिँ हेर्नुहोस्, सिम्पल तर खाँदा मिठो। ओके, अनि यहाँ चाहिँ एक्लै बिस्तारै बिस्तारै बनाउँदैछु। नानीहरू चाहिँ उतापट्टि डान्स गर्दैछ अनि म चाहिँ बनाइसकेपछि तिनीहरूलाई अहिले खानालाई बोलाउँछु। ल हेर्नुहोस्, मेरो चाहिँ एकैछिनमा मोमो पनि तयारी हुँदैछ। हेर्नुहोस् मेरो बुट्टा कस्तो लाग्यो कमेन्ट गर्नुहोला। मलाई चाहिँ दामी बुट्टा चाहिँ बनाउन आउँदैन, सिम्पल बनाउँछु। लाम्चो खालको चाहिँ मेरो हस्बेन्डलाई मात्रै राम्रो बनाउन आउँछ, मलाई चाहिँ गोलो खालको बनाउन आउँछ। तर आज चाहिँ मैले ट्राई गरेको लाम्चो खालको। र यहाँ हाम्रो मोमो पनि रेडी भइसक्यो र नानीहरूलाई चाहिँ मैले दिइ पनि सकेँ। नानीहरूले चाहिँ यहाँ टेस्ट गरेर हेर्दैछ कस्तो भयो भनेर सोध्दैछु म चाहिँ। अनि नानीहरूले भन्दैछ एकदम मिठो भयो, तातै खाँदैछ, मुख पनि पिल्सेछ त्यसको त, दामी भयो अरे, दामी भयो भन्दैछ। ल अब दादाको टर्न। दादाले नि आम्मामा छेउमै क्यामेरै छेउमा लिएर दामी भयो अरे, खान पनि दिँदैछ है गाइस, तपाईँहरूलाई खानु ल अलिकति मोमो। त नानीहरूले चाहिँ इन्जोय गर्दै खाँदैछ, मिठो भयो अरे मोमो। पिरो र तातोले गर्मी पनि भएछ, पसिना पसिना आएछ। हुन्छ त।